गुड मर्निङ साथीहरू। आज चाहिँ म बिहानै बारीमा सब्जी काँक्रा टिप्न पसेको है साथीहरू। म यसरी बारीमा गएँ अनि यहाँ आमाले रोपिराख्नु भएको काँक्रा छ, काँक्राको बोट। यहाँबाट चाहिँ काँक्रा टिप्ने हो। आज चाहिँ मलाई बिहानै काँक्रा टिप्ने जोस चलेर काँक्रा टिप्दैछु म चाहिँ। यहाँ पनि अर्को बोट छ, 2-4वटा फलेको रहेछ। यो काँक्राहरू चाहिँ सबै आमाले फलाउनु भएको है, आमाले रोप्नुहुन्छ। अनि अहिले काँक्रा खाने बेलामा चाहिँ आमा नि ठिक्क पार जानु भएको छ। अहिले चाहिँ म मात्रै छु, म र नानीहरू। कस्तो मजाले फलेछ क्या, पुन्टुङ भए पनि। धरानमा अहिले यस्तो गर्मी छ, धरानमा 4-5वटा घाम लाग्छ ठिक्क गर्मीमा खाने काँक्रा भएको छ। पुन्टे भए पनि है, पुन्टे भए पनि आफ्नो बारीमा फलेको अर्ग्यानिक हो यो चाहिँ साथी हो है। यस्तो गर्मी छ धरानमा अहिले, 3-4वटा घाम लागे जस्तो लाग्छ। ठिक्क गर्मीमा खाने भएछ। यहाँ अर्को बोट पनि छ, यहाँ पनि एउटा फलेको थियो, त्यसलाई पनि आज एकै दिन टिपिदिएँ मैले। आज मलाई बिहानै काँक्रा टिप्ने जोस चलेर। हेर्नु न, बिहानै यस्तो घाम लागेको छ साथी हो धरानमा है। झिँगा पनि कहाँबाट आएर बस्यो भने। मैले चाहिँ यसरी मुन्टा पनि टिपेँ, फर्सीको मुन्टा पनि सब्जी टिपेँ। आज म चाहिँ सब्जी फर्सीको मुन्टा खाने हो। ल है साथी हो, आजको मेरो बिहानको सब्जी फर्सीको मुन्टा, दिउँसो गर्मीमा खाने काँक्रा। ल म चाहिँ यसरी अर्ग्यानिक खानेकुराहरू खान्छु है, बारीमा फलेको। कतिवटा भएछ काँक्रा नि, छवटा भएछ। मलाई 2 दिन चाहिँ पुग्ने रहेछ मजाले। अर्ग्यानिक खानेकुरा खाउँ है साथी हो, अर्ग्यानिक खानेकुरा।